यार नाजुको पार्क गरेर निस्केको यहाँ पार्किङमै हराइरहेको हामी त कहाँ छ नि कहाँ छ हेलो सो यो चाहिँ डे 2 अफ सिडनी अनि आज चाहिँ हामी यतिकै सेन्ट्रलहरू घुम्न जान लाग्छौँ तर आजको चाहिँ म धेरै खिच्दिनँ किनभने आज हामीले इन्जोय गर्ने भन्ने प्लानमा छौँ सो बाई बाई क्वीन भिक्टोरिया बिल्डिङ मको पसल चाहिँ हेर्दै हिँडिरहेछौँ होइन किन्न त अहिले सकिँदैन अब अलि टाइम पछि नै हो तर कस्तो राम्रो रहेछ यो क्वीन भिक्टोरियामा आएको चाहिँ थिइनँ नाइस वान महँगो त लास्टै महँगो रहेछ तर यस्तो राम्रो राम्रो पनि छ क्वालिटीहरू चाहिँ तर उनीहरूले हेर्न पनि दिएन होइन किनभने के अरे हेऱ्यो भने होइन तर गयो भने आफूलाई नराम्रो लाग्छ किनभने हामी किन्न सकिँदैन भन्ने हुन्छ अरे क्या हामी चाहिँ घुम्न त्यस्तो रमाइलो गएको ल हेर तिमीहरूलाई नै हेरिरहेको छ यसले चल्दैछ है हाम्रो प्यारो प्यारो कपालहरूको वेलकम टु लिटल इन्डिया गाइस हामी चाहिँ आज लिटल इन्डिया आएको अनि लिटल इन्डियामा यसो घुम्यौँ हामी अब कहिले एकचोटि हामी सिडनी आएको बेला आथ्यौँ क्या अरे 2 चोटि जति आयौँ त्यसपछि आज एउटा राति आएको चाहिँ रमाइलो भइरहेको छ अनि पानीपुरीहरू खायौँ अनि त्यसपछि दहीपुरीहरू खायौँ यो चाहिँ हामी नेपालमा कति खान जान्थ्यौँ क्या स्ट्रिट फुडहरू सो अनि अब चाहिँ हामीले लास्ट भनेको हाम्रो नेपालीको फेभरेट चिया खाँदैछौँ सब बेरोजगारहरू जस्तो देखिरहेको सबजना ग्रुपमा बस्ने भन्ने मात्र सब फोन चलाउने बस्ने ल हेर एनी टाइम फोन अझ म यत्रो बोलिरहेको छु त्यहाँदेखि कसरी माथि पलक्क भएर नि हेर हेर्नु कस्तो छ 2 hours later क्युट च्याको पानीपुरी मात्र खाएको खाइसम्म अघिदेखि चिया पानीपुरी मात्र खाएर पेट यस्तो भइसक्यो नि पुरै फुड पोइजन होला जस्तो क्या यस्तै चाहिँ मिक्स भयो भने हुन्छ नि फुड पोइजन उनो पनि पायो हामीले अब सबजना उनो खेल्ने नेपालको याद आउँछ अब झनै किनभने नेपालमा यति उनो खेल्यो मैले अफिसमा नि खेल्थेँ त्यसपछि कजनहरूसँग बस्दा नि खेल्थेँ अझ हाम्रो ब्रेक लाइक काम सकेपछि हामी साथीहरूलाई पछि लाइक चिया खाना भेट्दाखेरि पनि खेल्थ्यौँ धेरै नै त्यो याद आउँछ 5 6 7 8 येलो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 वटा छ यार नाजुको नेक्स्ट बुवाहरू जस्तो होला क्या तिमी त बुवाहरू जस्तो पोज है हामी चाहिँ पिज्जाको वेटिङमा छौँ अब हेर्नु है यहाँ हामी कति 4 जना छौँ यता पिज्जा वेट गरिरहेको अनि यसो घुमौँ भनेको घुम्नलाई नि सबै यो सुपर मार्केटको सब बन्द हुने रहेछ सो यत्तिकै एकजना कोही टिकटक बनाउँदै खान् जस्तै यहाँ उमा यहाँ टिकटक बनाउँदैछ दाइ उहाँ के हेर्दै हुनुहुन्छ फोन हेर्दै हुनुहुन्छ कता हो कता त्यसपछि सुबोध उहाँ बाहिर बसेर काम थापिरहेछ 4 जना 4तिर छौँ हामीहरू पिज्जा लिनलाई ल एकजना बाहिरबाट हेर्दैछन् एकजना भित्र गएछन् बेनाजुले भित्र बोलाएर भित्र गएर लिन गएको छ आएछु मक्खा पर्दै पिज्जा बोक्दै पुरै मुसुक्का आएर यो पिज्जा लिनलाई हामी 4 जना अघिदेखि घुम्दै बसिरह लाज लाग्यो अरे फेरि यिनीहरूलाई हेर खै मलाई त लाज लाग्दैन है गाइज लाज लाग्दैन रे त्यही भएर ऊ एक्लै गएको क्या भित्र भेट्नलाई बोलाएर चाहिँ उमा जाने लाज माने तिमी साथी टाढा मायालु
लगी तो सॉन्ग का नाम हो जाएगा तुझे मिर्ची लगी तो मैं क्या करूं गाइस के भयो भन्दा हामी त सिडनी त्यस्तो आएको छैन नि त अनि मेरो यहाँ प्यारामाटरमा एकजना साथीलाई भेट्नुपर्ने काम थियो अनि पार्किङ खोजेँ होइन फर्स्टमा त यहाँको पार्किङै देखेको पार्किङ देख्यौँ हामीले पार्क गऱ्यौँ गाडी पार्क गरेर निस्केको यहाँ पार्किङमै हराइरहेको हामी त कहाँ जाने लिफ्ट चढेर माथि गयौँ त्यसपछि फेरि कहाँ जानु थाहा भएन त्यसपछि फेरि लिफ्ट चढेर तल जानु खोजेको जाँदै लिफ्टै चढ्दैन हामी त पागल जस्तो कहीँ न यहाँ होइन अब हामी फेरि घुम्दैछौँ आज हाम्रो काम गर्नुपर्ने छ काममा जानुपर्ने अब मेरो यो काम पनि भएन अब काममा चाहिँ टाइममा पुगोस् हामी कि हामी यहाँबाट भित्र छिर्यौँ यहाँबाट ट्रेन स्टेसन त्यहाँ छ मलाई त्यहाँ जानु थियो पार्क गरेर अब यहाँ त निस्किहाल्छ नि भनेर सोचेँ मैले त्यसपछि हामी के गर्यौँ यहाँबाट भित्र छिटेर यहाँ अन्डरग्राउन्ड अन्डरग्राउन्ड पुगेपछि हरायौँ त्यहीँभित्र कहाँ जाने त्यसपछि फेरि घुम्यौँ अनि यत्रो घुमेर यताबाट आएको क्या हामी लिटरली ठिक छ केही भएन नेक्स्ट टाइमको लागि लर्निङ भयो हामी चाहिँ अब केएफसी खान आएको हाम्रो मर्निङको भातले ल हेर्नु उता राइट साइडमा गाडीहरू यो लङ विकेन्ड पछि चाहिँ सबजना लाइक घुम्न जान्छन् नि त विकेन्डमा यता त अनि घुमेर फर्केको क्या सबैजना यिनीहरू सिडनी फर्किँदैछ हामी चाहिँ न्युकासल फर्किँदैछौँ यति माथिदेखि जाम छ हो यो त फाइनली काममा पुगेँ म अनि हामीलाई कति जस्तो लगभग 1 hour 30 minutes जति लाग्यो होला यता आइपुग्नु सो सिडनी त्यति टाढा चाहिँ छैन न्युकासलबाट अनि म अलिकति अर्ली नै छु अलिकति भन्दा नि 1 hour नै अर्ली आइपुगेँ अब म यतिकै बस्छु अनि रिल्स हेर्छु टिकटक हेर्छु यतिकै आनन्दले बस्छु अब रेस्ट गर्छु किनभने म घर नगइकन सिधै सिडनीबाट यहाँ काममा आएँ क्या सिधै यता आएँ अब सिधै बेलुका छुट्टी हुन्छ अनि घर जाने खाना खाने किनभने बिहान खाना खाएन हामीले केएफसी नै खाएर आयौँ बाटोमा सो हेर्नु बिहान केएफसी अनि हुन्छ ग्यास्ट्रिक अनि हुन्छ गाह्रो आइम आउट फ्रम माई ब्रेक अनि मेरो कामको सबसे राम्रो कुरा भनेको चाहिँ नि यही भ्यू हो म ब्याक क्यामेरा गरेर भ्यू देखाउँछु है गाइज लुक दिस इज द भ्यू फ्रम माई प्लेस इट्स सो ब्युटिफुल एन्ड पिसफुल सो फाइनली आइ एम ब्याक इन माई होम अनि त्यसपछि अब मेरो भोलि चाहिँ डे अफ छ सो मेरो यो 1 हप्ता जति पनि मैले घुमेँ नाचेँ रमाइलो गरेँ त्यो सबैको लागि रेस्ट चाहिँ भोलि हो त्यसपछि फेरि नेक्स्ट विकबाट काम सुरु छ काम जाने घर आउने सुत्ने काम जाने घर आउने सुत्ने त्यही बोरिङ सेड्युल सुरु हुनेवाला छ मेरो अनि अरू भनेको चाहिँ म अब भ्लग मेरो आज यहीँ नै एन्ड गर्न चाहन्छु छोटो मिठो भ्लगहरू आइरहेको छ किनभने म भर्खर सुरु गर्दैछु सो इफ केही सजेसनहरू छ भने कमेन्टमा ड्रप गरिदिनु केमा भिडियो गर्दा हुन्छ भनेर यदि केही सजेसनहरू छ भने चाहिँ मलाई भन्दा हुन्छ म ट्राई गर्छु त्यो भिडियोहरू गर्नको लागि सो अहिलेको लागि चाहिँ बाई बाई हेलो उमा लाइक तर म सँगै नै आऊ यता अस्ट्रेलिया तेरो यता अस्ट्रेलियाको अहिलेसम्मको एक्सपिरियन्स कस्तो भइरहेछ बेहाल छ गाइस जिन्दगी बेहाल छ किन भेटेपछि मात्रै रमाइलो हुन्छ अरू बेला बेहाल यस्तै हो अब अस्ट्रेलिया भए पनि नेपाल भए पनि आफ्नै फ्यामिली आफ्नो कजनहरू भयो भने मात्र हो रमाइलो हुने एक्लै भएको भए त न चाडपर्व न केही न बर्थडे केही हुँदैन काम घर पनि धेरै होइन सुत्न मात्र गइन्छ घर सुत्नलाई यति धेरै रेन्ट तिरेर बस्छौँ हामी घर बस्नलाई होइन सुत्नलाई मात्र होइन त छोडिदिनु कुरा ल छोडिदिउँ